गाउँदेखि आरुबोटे केराबारी आहाले चालीमासीहरूको जनसङ्ख्या यति धेरै हुनुहुन्छ। हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक माई लिम्बिनी ब्लग। अनि हामी चाहिँ आज पाहाड जाँदैछौँ। छोराहरू रिसाउँदैछ। यता नयाँ बेहुला नयाँ बेहुली अनि हामी चाहिँ जाँदैछौँ। अनि अहिले चाहिँ 9 बजिसकेको छ। अनि रुमबाट अब सिटी चढेर रवि स्ट्यान्ड हुँदै हामी चाहिँ जाँदैछौँ। आजको यात्रा कस्तो हुन्छ, काम पनि एकदमै लागिरहेछ अनि घाम पनि लागिरहेछ एकदमै होइन। दसैँ आयो नि त, आज फुलपातीको दिन हिजो जाउँ भनेको, तर नभएर आज मात्रै हुँदै। अनि त्यही भएर हामी जाँदैछौँ। हामी चाहिँ रवि स्ट्यान्डमा आएर बस्दैछौँ। 1 घन्टा हुँदा आएको बस्देको गाडी आएको छैन। रवि स्ट्यान्डको गाडीहरू सबै गइसकेको छ। यो चाहिँ 10 बजीको 11 बज्न आँट्यो। हामी 11:30तिर मात्रै जानुहुन्छ होला। 11-12 बजीतिर बसेकै छौँ। रवि स्ट्यान्ड खाली भइरहेछ, हामीलाई मात्रै छोडिरहेछ। चकचकेहरू यहाँ चकचक गरिरहेछ। कति कालो देखेको फेरि। गाउँदेखि आरुबोटे केराबारी आहाले चालीमासीहरूको जनसङ्ख्या यति धेरै हुनुहुन्छ। गाडी एउटा मात्रै आएको छ, अर्को गाडी आउनु बाँकी रहेछ। देख्न सक्नुहुन्छ आरुबोटे दमक गाडी बजीतिर चाहिँ अब जान लाग्यो। गाडी आइसकेको छ, 4वटा 3टा। यहाँ त पिकअप जान आँटेको यो गाडीमा सामान प्याक हुँदैछ। यता पनि हामी चाहिँ चिसोपानी पञ्चमीमा आएर यहाँ थुक्पा पनि खाइसक्यौँ। कति बजीसक्यो देख्नुहुन्छ, 4 बजी हामी चाहिँ चिसोपानी पञ्चमीमा छौँ। अब जाँदैछौँ। हाम्रो गाडीहरू यहाँनिर छ, देख्न सक्नुहुन्छ। अब हामी जाँदैछौँ। एकदमै मौसमले पनि पानी पर्न आँटिरहेछ। फाइनली हामी चाहिँ लगभग कति बज्यो, 7:30 भयो होला, भर्खरै घर आइपुगेर बसेको। अनि लाइन पनि छैन, यहाँ अलिअलि पानी परेर रहेछ अघि। पानी परेर लाइन पनि गएर यस्तो छ। रुमको हालत त्यस्तै छ, गाउँघरको घर यस्तै छ। दमकमा चाहिँ गर्मी, यहाँ चाहिँ अलिक जाडो भएर मैले लुगा पनि अलिक तातो लगाएको छु। अनि यस्तै चल्दैछ। अब घरमा आइसकेको, सरी घर आइसकेको। अब माम खाएर सुत्तिने गाइस। यस्तै भयो हाम्रो आजको यात्रा।